Good morning, everyone. So, हेलो hello. म चाहिँ मेरो ड्याडी हो होइन. आज चाहिँ हामी एउटा पार्कमा वकिङ गर्न आएको. मेरो बाबु चाहिँ त्यहाँनिर फुटबल खेल्दैछ. सो आज मेरो डे अफ. अनि जिम लानको सट्टा म पार्कमा वाक गर्ने भनेर ड्याडीलाई फोन गरेर उठ्नु भनेर मुख धोएर फ्रेस भएर हामी आएको ड्याडी होइन. अनि अमेरिका आएको हामी ड्याडी पनि अलमोस्ट 10 वर्ष भयो, म अलमोस्ट 11-12 वर्ष भइसक्यो होइन. सो हामी ड्याडीहरू चाहिँ धेरैचोटि ब्याक एन्ड फोर्थ अस्ट्रेलिया अमेरिका गरिराख्नु भएको छ होइन. ड्याडीलाई चाहिँ ओभरअल ड्याडी होइन अमेरिका र अस्ट्रेलियामा के चाहिँ कुन चाहिँ बेस्ट छ, कुन चाहिँ राम्रो छ, अनि अमेरिकाबाट तपाईँले के सिक्नुभयो, नेपालकोबाट त अफकोर्स हामी नेपाली होइन, नेपालको माया त कति लाग्छ होइन. ड्याडीलाई म एउटै मात्र क्वेसन, अमेरिका आएर तपाईँले के सिक्नुभयो र अब आउने प्यारेन्ट्सहरूलाई तपाईँले के भन्नुहुन्छ, अलिकति केही भनिदिनु त, सो द्याट अरू प्यारेन्ट्सहरूलाई आएर यस्तो हुँदो रहेछ भन्ने टाइपको क्लियर माइन्ड होस् क्या. भन्नु त ड्याडी. यहाँको सिस्टम सिकियो, रुल सिकियो, डिसिप्लिन सिकियो, कानुन मान्नुपर्छ भन्ने बुझ्यो. पहिले पनि बुझेको थियो, अझ लागु भएरै. अनि प्राकृतिक कुराहरूलाई जोगाउनुपर्छ भन्ने कुरा बुझ्यो. नेचरल ब्युटी भन्ने बुझ्यो. फ्री लाइफ भन्ने पनि बुझ्यो. ओके हो. अनि अरू प्यारेन्टहरू जति पनि, अब तपाईँ त इङ्ग्लिस टिचर नेपालको होइन, तपाईँलाई त इङ्ग्लिस आउँछ, सो प्रब्लम भएन तपाईँलाई. जो इङ्ग्लिस बुझ्दैन नि उनीहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ ल भन्नु त. उनीहरूलाई त इङ्ग्लिस नबुझ्नेले चाहिँ एकजना एसिस्टेन्ट लिएर हिँड्नुपर्छ, नत्र अलिक गाह्रो पर्छ. अनि सिकेर पनि आउन चाहिँ खोज्ने, अनि सिक्नु त पऱ्यो नि त. त्यही त मोटामोटी नर्मल. अनि क्या ड्याडी अर्को मोस्ट इम्पोर्टेन्ट कुरा, तपाईँले त यहाँ आएर अमेरिका आएर नाइट ड्युटी पनि गर्नुभयो, डे सिफ्ट पनि गर्नुभयो, सबै टाइपको जब गर्नुभयो, पैसा पनि तपाईँले मेबी राम्रैसँग कमाउनु भयो होइन. कति कमाउनु भयो त मलाई थाहा छैन होइन. मलाई चाहिँ कहिले दिनुहुन्न है ड्याडीले, तर होइन दिनुहुन्छ, सपिङ गरिदिनुहुन्छ मलाई. अनि के अरे पैसा चाहिँ कस्तो कमाइ हुँदो रहेछ, राम्रै कमाइ हुँदो रहेछ ड्याडी अमेरिकामा. पैसा सेभ गर्न सक्यो भने राम्रो हुन्छ, सेभ गर्न सकेन भने केही पनि हुँदैन. कस्तो टाइपको जबहरू धेरै पाइन्छ अमेरिकामा, स्पेसली प्यारेन्ट्सहरूको लागि. हाम्रोलाई त जे नि पाउँछ होइन. प्यारेन्ट्सहरूको लागि आफ्नो स्किल अनुसारको त पाइहाल्छ. अनि स्किल नभए पनि सिक्न चाहिँ एकदम ध्यान दिनु पर्यो. ध्यान दिएर सिक्यो भने नपाउने भन्ने कुरा छैन. जे पनि पाउँछ. जे पनि भन्नाको मतलब आफ्नो उमेर अनुसार, स्किल अनुसार, शरीर अनुसार, दिमाग अनुसार सबै. सो भनेपछि अब आउने प्यारेन्ट्सहरूलाई तपाईँले एकदम सर्ट एन्ड स्विट के कस्तो टाइपको सल्लाह दिनुहुन्छ अब आउँदै गरेको प्यारेन्ट्सहरूलाई? आउँदै गर्नुहुने प्यारेन्ट्सहरूलाई चाहिँ आउनुभन्दा पहिले सबै कुराहरू बुझेर आउनु राम्रो हुन्छ. अन्धाधुन्दा जम गर्नुभन्दा पहिले, आउनुभन्दा 1-2 महिना अगाडि, गएपछि के गर्ने, कसरी जानुभन्दा अगाडि तयारी हुने, बिचमा बाधा अडचन अब्स्टिकलहरू भयो भने कसरी सल्भ गर्ने, र त्यहाँ बस्दा कसरी बस्ने भन्ने सकभर मोटामोटी कुराहरू पहिले बुझ्ने. अनि आएर बिस्तारै सिक्दै सिकेर मात्रै भएन, व्यावहारिक रूपमा पनि ल्याउँदै समयअनुसार चल्दै ठाउँअनुसार चल्दै मानिसहरू अनुसार बोल्दै चल्नुपर्ने हुन्छ. त्यसलाई भन्छन् सिचुएसन अनुसार चल्ने काम गर्ने. अनि अर्को मोस्ट इम्पोर्टेन्ट कुरा ड्याडी होइन, मोस्ट इम्पोर्टेन्ट कुरा के हो भने कतिपय प्यारेन्ट्सहरूको चाहिँ एउटा एकदम गुनासो छ, कम्प्लेन टाइपको गुनासो के भन्दाखेरि हामीलाई चाहिँ यहाँ बच्चा हेर्न लिएर आए, कोठाभित्र थुनाएर राखे होइन. अनि उनीहरूलाई चाहिँ त्यस्तो फिल हुँदो रहेछ क्या. अनि छोरा बुहारीहरूले एकदम धेरै, स्पेसली बुहारीहरूले होइन हेला गरे वास्ता गरेनन् हामीलाई भन्ने छ. यो विषयमा तपाईँले के भन्नुहुन्छ ल भन्नु त एकचोटि. यो विषयमा
यसलाई भन्छ जेनेरेसन ग्याप भन्छ। अनि जेनेरेसन पहिली जेनेरेसनको कुरा अहिलेको जेनेरेसनमा तालमेल खाँदैन। अनि त्यसमा चाहिँ ब्यालेन्स हुनु पर्यो। ब्यालेन्स भनेको मतलब अहिलेको सिचुएसन लुवाई खुवाई स्टाइलदेखि कामको तरिकादेखि लिएर घरको हाउसहोल्ड वर्ककोदेखि लिएर सबै कुराहरू चाहिँ एडजस्ट हुँदै हुँदै पनि जानु पर्यो। र नयाँ जेनेरेसनले पनि पुरानो जेनेरेसनलाई चाहिँ किक आउट गर्नु भएन। त्यो पनि संस्कार संस्कृति मान्ने गर्नु पर्यो। त्यो चाहिँ अन्डरस्ट्यान्डिङ भन्छ। अन्डरस्ट्यान्डिङ इज द सर्टेस्ट यताबाट हिँड्नु पर्यो मेरो हात थिङ इन द वर्ल्ड बिट्विन टु पिपल। त्यो हुनुपर्छ। तेल भिजामा पनि आउने हुनुहुन्छ, त्यो पनि धर्मै हुन्छ, राम्रै हो नि। ठिक छ। सो ओभरअल होइन, ओभरअल अब त्यसो भए नयाँ अब आउने प्यारेन्ट्सहरूलाई चाहिँ बुझेर आउनु चाहिँ किनभने अब एकदम राम्रो ठाउँ छ, बुझेर आउनु राम्रो हुन्छ। ओके, सो ओभरअल होइन, लाइक दिस इज अल माई कन्भर्सेसन फर टुडे। I'm gonna post this on my YouTube channel. Make sure if you guys don't subscribe, can you please find my YouTube channel that's called Bina's World. And then मैले चाहिँ भने थिएँ भ्लग्सहरू बनाउँछु मेरो होइन, अमेरिकाको लाइफस्टाइलहरू कस्तो छ, ओभरअल यस्तो भ्लग्सहरू बनाउँछु भनेर मैले मेरो बच्चाहरूको एक्टिभिटिजहरू होइन बनाउँछु भनेको थिएँ। अनि सो यो चाहिँ भिडियो चाहिँ मेबी प्यारेन्ट्सहरूलाई हेल्पफुल हुन पनि सक्छ होइन, हेल्पफुल भयो अथवा यो टिप्सहरू मन पऱ्यो भने भिडियो लाइक गरिदिनु होला। धन्यवाद। ह्याभ अ नाइस डे।